हेलो एन्ड नमस्ते गुड मर्निङ एभ्रिवान। यो सुन्दर मौसम र मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आजको मेरो भिडियो चाहिँ पुसअपको हुनेछ। अप्पर बडी वर्कआउट र स्ट्रेन्थ मसलको लागि हेरिदिनु होला, इन्जोय लिइदिनु होला एन्ड कमेन्ट गरिदिनु होला। ओके, लेट्स सी। कुनै पनि फिजिकल एक्टिभिटी र वर्कआउट गर्नुभन्दा पहिला हामीलाई स्ट्रेचिङ र कुलिङ डाउन हुन जरुरी छ। अदरवाइज हामीलाई इन्जर्ड हुने चान्सेस धेरै हुन्छ। सो त्यसमा चाहिँ वार्मअपको लागि मेरो चाहिँ सबैभन्दा पहिला इन्डुरेन्स हुन्छ, जो कि मैले 5 किलोमिटर इन्डुरेन्स गरिसकेको छु। अब चाहिँ त्यसपछि हल्का स्ट्रेचिङ र वार्मअप गर्छु अनि त्यसपछि आफ्नो फिजिकल एक्टिभिटीलाई अगाडि गर्छु। हेरिदिनु होला। कुनै पनि वर्कआउट गर्नुभन्दा पहिला कुनै इक्विपमेन्ट भयो भने झन् धेरै सजिलो एन्ड आफूलाई सेफ्टी पनि हुन्छ अनि केही वर्कआउट गर्नलाई पनि सजिलो हुन्छ। यो चाहिँ मेरो क्यालिफिन्स वर्कआउटको लागि चाहिँ इक्विपमेन्टहरू छ। एन्ड फर्स्ट अफ अल त आफ्नो रिस्टलाई चाहिँ धेरै ध्यान दिनुपर्ने हुन्छ, किनभने हाम्रो यो रिस्ट चाहिँ अलिकति कमजोर हुन्छ। विदाउट वार्मअप गर्दाखेरि हामीलाई चाहिँ इन्जर हुने चान्सेस धेरै हुन्छ। एन्ड यो चाहिँ मैले चाहिँ आफ्नो रिस्टको लागि सेफ्टीको लागि है त। एन्ड यो चाहिँ मेरो एल्बो सपोर्टको लागि, आफ्नो एल्बोलाई पनि सपोर्ट होस्। यो मेरो चेस्ट गार्ड अन्त वेट बेस्ट हल्का आजलाई धेरै चाहिँ वेट छैन। आज चाहिँ मैले चाहिँ 5 केजी वेट हालेको छु। यहाँ चाहिँ मेरो चाहिँ नर्मल पुसअप वर्कआउटहरू चाहिँ इभेन्ट्सहरू सकेको छ। अब चाहिँ म चाहिँ हल्का एडभान्स टेक्निकमा जान्छु, जस्तो ह्यान्ड स्ट्यान्ड, ह्यान्ड वकहरू, ह्यान्ड स्ट्यान्ड पुसअपहरू। हेरौँ है त अब कति गर्न सकिन्छ। म चाहिँ ट्राई गर्नेछु। तपाईँहरू चाहिँ मेरो भिडियो हेरिदिनु होला, इन्जोय गरिदिनु होला। लेट्स सी।
अब चाहिँ 5 kg वेटसँग ह्यान्डस्ट्यान्ड पुसअप गरौँ है त। अब सकिन्न ट्राई गरौँ। यहाँ आएर आज मेरो पुसअप वर्कआउट सकेको छ। तपाईहरुलाई कस्तो लाग्यो यो मेरो वर्कआउटहरु प्रतिक्रिया दिनु होला, लेख्नु होला। एन्ड आजलाई यति नै। फेरि भोलि अर्को वर्कआउटसँग आउने छु। त्यतिखेरसम्म बिदा लिन चाहन्छु। धन्यवाद।